हेलो हेलो टोनी बेबे के गरिरहेको हाउ फनी के गर्ने यति बेला सुतिरा एस बेबे सुतिरहेको भए तिमी मेरो कुरा कसरी सुन्थ्यौ भन त हाउ फनी सुत्न लागिरा के पुरा कोल्टे परेर सुतिरहेको हो बेबे हाउ फनी कोल्टे परेर रे बेबी के हाँसेको के तिमी तिम्रो हाँसो सुनिसकेपछि त मेरो पुरा शरीर नै सिरिङ्ग भएर कि बेबी 180 को स्पिडमा रोमान्स दौडिन्छ क्या मेरो शरीरमा पुरै रोमान्स त छत्ता छुल्ल हुन्छ क्या बेबे हाउ फनी अनि के बेबे तिमीलाई मेरो रोमान्स चाहिँ कस्तो लाग्छ भन न हाउ फनी रोमान्स त रोमान्टिक नै हुन्छ नि बेबे ए रोमान्सलाई पुरा कन्टिन्यू हानेर एउटा किस हान्देऊ न बेबे प्लिज क्या बेबे हाउ फनी किस रे प्लिज के एउटा किस हान्देऊ न हाउ फनी अनि के बेबे एउटा वान मोर क्या बेबे प्लिज क्या बेबे वान मोर हाउ फनी कति चाहिन्छ किस तिमीलाई प्लिज क्या बेबे एकचोटि तिमी गर नि त त्यसो भए मैले पो गर्नु ल म 1 2 3 भन्छु भन हामी दुवैजनालाई एकैचोटि किस गर्नु ल ल हाउ फनी 1 2 3 म त तिम्रो फोन खिचबाट डङ रङ ढलेर सेन्टी फ्ल्याट खान लागिसक्यो बेबे लभ यु बेबे टोनी दसैँ आयो खाउँला पिउँला टोनी कहाँबाट ल्याउला बाको गोजीबाट पुरै झ्याप हानुला नि त हाउ फनी बेबे अनि बेबे तिमी किन यस्तो सुस्त बोलेको के भोल्युमलाई हल्का राइज हान न फ्रिक्वेन्सी बढाउ न तिम्रो के बाबा उतापट्टि कोठामा जागिरहनु भएको छ कि तिम्रो बा हो कि वाच डग हो क्या रातभरि जागेर बस्ने के खालको हो बा पनि तेरेका वाच डग रे हाउ फनी टोनी यति राति भइसक्यो कति बज्यो के बेबी म घन्टा घर हो र टाइम भन्नुलाई आफ्नै घडी हेर न तिमी के खालको हो हाउ फनी अनि बेबी तिमी दसैँमा टिका लाउँछौ हाउ फनी टिका नलाएर के निदाम पेन्ट लाएर हिँडे त डाइरेक्ट जोक हान्दिएको तिमीले ल एकचोटि फेरि दुईजना हाँस्दिउ न त बेबी तिमी केटी चाहिँ च्वाक हो कि तर तिम्रो हाँसो चाहिँ एक नम्बरको कबाडी छ क्या त्यसरी नहाँस न छिमेकीको बच्चा डढाउँछ कि बेबी अनि बेबी तिमी दसैँमा जमरा पनि लाउँछौ हाउ फनी जमरा नि लाउने नि हेर न मलाई त दसैँमा जमरा लाउँदाखेरि नि कानमा जमरा भिर्दा कान हो कि धानबारी हो जस्तो लाग्छ हो किन लाग्यो जमरा त्यति साह्रो फेरि हाँस्यो टोनी तिमी दसैँमा कुखुरा खाने कि खसी के कुरा गरेको बेबे दसैँमा त पुरा खसीको मासु पिस पिस काटेर कि पर भुटेर जिरा र ज्वानो हालेर नि त्यसमा टिमुर हालेर पुरा चर्लङ्ग झोल हालिसकेपछि 5-6वटा औँला पुरा बिजी राखेर सर्ल भातसँग खानु कम्ता मजा आउँछ फेरि त्यसमा नि तिम्रै साइजको खुर्सानी हुनुपर्छ कि कम्ता मजा आउँछ कि बेबे भनेर साथै छैन हाउ फनी मेरो हाइटको खुर्सानी रे डल्ले खुर्सानी भन्न खोजेको नि त बेबे तिम्रो साइजको के हाउ फनी म डल्ले तिमी नक्कले नक्कले भनेर दिइसकेपछि त म त फेरि पुरा सेन्टी फ्ल्याटमा जान्छु कि बेबे त्यस्तो नदेऊ न बाबा मलाई ल टोनी मलाई दसैँमा घुमाउन कहाँ लान्छौ बेबी अमेरिका जाने माई गॉड लन्डन नि वाउ पेरिस नि माई फेभरेट ल त्यसो भए हामी टुनी खेल जाने ल टुनी खेलमा पुरा घाम तापेर बदम छोडाउँदै गरम खानुपर्छ ल हाउ फनी टुनी खेल्दै सुन न टोनी तिमीले दसैँको सपिङ गर्यौ सपिङ त जानुहुन्थ्यो कि बेबे तर घरमा मनी प्लान्ट मात्रै छ मनी छैन मनी प्लान्टको पात लगेर प्यान्ट आउँदैन कि बेबे होइन तर योपालि के बेबे मलाई होइन पुरा डटी वासमा होइन ब्लू कलरको त्यो पनि चुज प्यान्ट अन्डरग्राउन्ड सुजमा पुरा खोचेर नि रेब्यान लगाएर टक टक हिँड्न मन छ कि बेबे एउटा डटी वास प्यान्ट गिफ्ट गर न बेबे हेलो डटी वास के बेबे हेलो गिफ्ट के डटी नटी होइन नटी भनेको होइन के तिम्रो आवाज पुरै सुन्दैछु त डटी के तिमी कहाँ छौ नेटवर्क आउने ठाउँमा आएर बोल न नेटवर्क आएन अरे एकछिन ल डटी वास के डटी
अलिक नेटवर्क आउने ठाउँमा जाउँ न भने नेटवर्क आएन रे एकछिन ल आयो डटी के डटी नटी रे हाउ फनी डटी के के खालको हो तिमी त एमएमएम डटी पेन्ट भन्दा भन्दा तिम्रो नियतै डटी देखिसके ल मैले के खालको हो तिमी एउटा डटी पेन्ट किन्नु भन्नको लागि तिम्रो त्यत्रो नाटक सर्नुपर्छ मैले हेलो बाबाले सुन्नुहुन्छ के भनेको अन्डरग्राउन्ड के अन्डर के डटी न फटी पुरा तिमीले एउटा डटी वास पेन्टको लागि पुरा गिडी हानिसक्यो कि मलाई तिम्रो नियत मैले पुरा डटी देखिसकेँ अब यही दशैंदेखि तिमीलाई मैले ब्रेकअप हान्दै क्या कबाडी केटी गुड बाई के पनि सुनेन एउटा डटी वास पेन्ट गिफ्ट हान न भनेको त पुरा नेटवर्क खोजेर ल्याउ के खल्तीबाट ल्याउनु हो नेटवर्क हाउ फनी नटी भन्दै थियो नक्कली